अदि स्टोरको यो भिडियोमा स्वागत छ यहाँहरूलाई। आज म यो भिडियोमा चाहिँ हामीसँग पडकास्टको कुन इक्विपमेन्टहरू पाउँछ, नर्मल्ली पडकास्ट सेटअप कसरी गरिन्छ भनेर यो भिडियोमा म छोटो जानकारी गराउँछु। हामीसँग प्रो लेभल, मिड लेभल र बिगिनर्सहरूको लागि चाहिने तीनवटा बन्डल डिफ्रेन्ट बजेट रेन्जमा अदि स्टोरमा उपलब्ध छ। त्यसको लागि तपाईले हाम्रो अदि स्टोरको वेबसाइटमा गएर जुन यहाँ पछाडि देखाइएको लिंकमा क्लिक गर्नुभयो भने तपाईले आफ्नो बजेट अनुसारको पडकास्ट बन्डलहरू चुज गर्न सक्नुहुनेछ। नेपालमा पडकास्टको लागि सबै टर्नकी सोलुसन, एउटा पडकास्ट स्टार्ट गर्न चाहने मान्छेहरूको लागि सबै कुराको एउटा मात्रै वान स्टप सल्युसन अदि स्टोर हो। हामी अदि स्टोर मार्फत हाम्रो ब्रोडकास्ट सेक्टरमा लामो समयको अनुभव भएको कारणले हामी पडकास्ट मात्रै हैन, पडकास्टलाई चाहिने क्यामेरा, पडकास्टलाई चाहिने लाइटिङ र अडियो क्वालिटी कसरी बजेट फ्रेन्डली र हाई क्वालिटी हुन्छ भनेर हामी सधैँ सजग रहन्छौँ र हाम्रा थुप्रै सन्तुष्ट कस्टमरहरू जसले पडकास्टलाई स्मुथली रन गरिराख्नु भएको छ। हामीसँग मेनली चारवटा मोडल रहेको छ जुन चाहिँ ब्यालेन्स अडियो एक्सएलआर पोर्टबाट तपाईले दुईटा माइक, चारवटा माइक सम्म युज गर्न सक्नुहुन्छ। पडकास्टमा नर्मल्ली दुई तीनवटा कुरा हामीले ध्यान दिनुपर्ने हुन्छ। एउटा भनेको हामीले माइक कस्तो युज गर्ने अथवा पडकास्टको सेटअप हामीले कस्तो युज गर्ने त्यसमा भर पर्छ र माइकहरू प्रिएम्प राम्रो भएको माइकहरूमा तपाईले अडियोको डेप्थ, अडियोको क्रिस्पी अडियो र अडियो क्वालिटी तपाईले पाउनुहुन्छ भने अलिकति बजेट फ्रेन्डली माइक्रोफोनहरूमा चाहिँ कन्डेन्सर माइक्रोफोन होस् या डाइनामिक कार्डियड पडकास्टिङ माइक्रोफोन होस्, हामीसँग रेलाकाटको माइक पनि छ र स्क्वेयरको माइकहरू पनि छ र त्योभन्दा अलिकति बेसिक हार्नरसिकको माइक पनि हामीसँग उपलब्ध छ। स्क्वेयरको STU-1X भन्ने जुन माइक्रोफोन रहेको छ त्यसको क्वालिटी एकदमै राम्रो रहेको छ। यो चाहिँ M100 थर्ड जेन डिभाइसमा र हाम्रो RS-2i2 भन्ने डिभाइसमा चाहिँ यसको कम्बिनेसन एकदम राम्रो हुन्छ। यो दुईटै प्याकेज एकदम बजेट फ्रेन्डली प्याकेज हो। सानो मिडिया हाउस अथवा बजेट फ्रेन्डली पडकास्टको लागि तपाईले सोचिराख्नु भएको छ भने RS-2i2 र M100 थर्ड जेनको यो जुन पछाडि देखाइएको डिभाइस रहेको छ यसलाई युज गरेर तपाईले पडकास्ट बजेट फ्रेन्डली हाई क्वालिटीमा रेकर्ड गर्न सक्नुहुन्छ। अब तपाईलाई अलिकति मिड रेन्जमा जानुपर्छ भने म तपाईलाई के प्रिफर गर्छु भने स्क्वेयर M100 थर्ड जेनको दुईटा XLR पोर्ट भएको र अर्को दुईटा चाहिँ 3.5 mm बाट अरु थप दुईटा माइक पनि जोड्न सकिने स्क्वेयरको M100 थर्ड जेनलाई पनि तपाईले युज गर्न सक्नुहुन्छ। इन केस तपाईलाई दुईजना भन्दा बढी गेस्टहरू राखेर पडकास्ट गर्नु पर्यो भने। अब त्यसैगरी अलिकति हामी प्रो लेभलमा जाने हो भने हामीसँग स्क्वेयरको पडकास्ट प्लस भन्ने मोडल रहेको छ र पडकास्टकै लागि अर्को हामीसँग रेलाकाटको मिक्स 8.6 भनेर 4 पोर्टको XLR इनपुट, ब्यालेन्स अडियो 4 पोर्टको XLR इनपुट रहेको अर्को मोडल रहेको छ। पडकास्ट प्लसमा तपाईले दुईटा माइक्रोफोन इनपुट दिन सक्नुहुन्छ, दुईटा हेडफोन आउट गर्न सक्नुहुन्छ। त्यस्तै रेलाकाटको मिक्स 8.6 मा तपाईले चारवटा XLR ब्यालेन्स अडियो माइक्रोफोनहरू इन गर्न सक्नुहुन्छ। दुईटाको लागि तपाईले अथवा चारवटाको लागि अब कस्तो माइक्रोफोनहरू युज गर्दाखेरि चाहिँ तपाईले क्वालिटी अडियो पाउन सक्नुहुन्छ त्यो डिपेन्ड गर्छ।
हामीसँग PM1 बजेट फ्रेन्डली प्रो सिरिजको माइक्रोफोन रहेको छ र PM3 प्रिएम्प एम्बेडेड माइक्रोफोन जसको चाहिँ प्रिएम्प एकदमै राम्रो रहेको छ र हाई क्वालिटी को माइक्रोफोन रहेको छ। त्यस्तै हामीसँग PM2 USB र टच स्क्रिन भएको PM2 माइक्रोफोन पनि रहेको छ। बजेट रेन्जमा सबैभन्दा राम्रो माइक्रोफोन हामीसँग भएको रेलाकाट ब्रान्डको PM2 रहेको छ भने बजेट प्रो लेभलमा PM3 पनि हामीसँगको बजेट रेन्जको हायर लेभलमै रहेको माइक्रोफोन रहेको छ। त्यसैगरी PM1 मा तपाईले गेन र भोल्युमलाई मेन्टेन गर्न सक्नुभयो भने PM1 पनि तपाईले युज गर्न सक्नुहुन्छ। बजेट फ्रेन्डली प्रो लेभलको पडकास्ट सेटअप गर्न चाहनु भएको छ भने तपाईले माइक्रोफोन स्ट्यान्डलाई पनि नर्मल अथवा टेबल स्ट्यान्डमा राखेर PM1 सहित तपाईले पडकास्ट प्लस अथवा मिक्स 8.6 दुईटैलाई युज गरेर तपाईले सस्तोमा 4 वटा सम्म पडकास्ट सेटअप गर्न सक्नुहुन्छ। त्यसैगरी PM3 राखेर माइक्रोफोन राखेर तपाईले हेभी बूम आर्म राखेर पनि तपाईले 4 वटा सम्म अथवा पडकास्ट प्लसमा 2 टा सम्म माइक्रोफोन राखेर प्रो लेभलको हाम्रो अडियो स्टोरमा उपलब्ध पडकास्टको हायर सिरिजको पडकास्ट सेटअप यहाँले गर्न सक्नुहुन्छ। हामीसँग बूम आर्महरु पनि डिफरेन्ट मोडलको बूम आर्महरु रहेको छ। हामी तपाईलाई हेडफोन पनि स्क्वेयरको D1 भनेर जुन राम्रो हेडफोन रहेको छ, जो मोनिटरिङ हेडफोन, हाई रेस साउन्ड, क्लियर अडियो भएको पडकास्ट हेडफोन हामी यहाँलाई उपलब्ध गराउँछौं, जो चाहिँ पडकास्टको एउटा ब्युटी पनि हो। हेडफोनले तपाईलाई लाइभ भिडियो रेकर्डिङमा अथवा अडियो रेकर्डिङमा तपाईले अडियो मोनिटरिङ गर्ने अथवा गेस्टको आफ्नो भोल्युमहरु मोनिटरिङ गर्ने र मेन पावर लेस पडकास्टिङ गर्दाखेरि हेडफोन सेट राख्दाखेरि तपाईले क्यामेराहरु फिक्स गरेर हेडफोन जज गरेर आफै पनि पडकास्टहरु रेकर्ड गर्न सक्नुहुन्छ। तपाईलाई थप जानकारी चाहियो भने हाम्रो अडियो स्टोर धापाखेल 23 खुमलटारमा बिग मार्ट सँगै क्रन्ची बर्गर हाउसको तल अडियो स्टोर रहेको छ। तपाई हाम्रो स्टोर भिजिट गरेर पनि डिफरेन्ट पडकास्ट मोडलहरु तपाईले लाइभ आफै हेरेर हामी तपाईलाई कन्सल्टेन्सीको एउटा सर्भिस पनि दिन्छौं, हामी सल्लाह सुझाव पनि दिन्छौं र तपाईले हामीसँगबाट छानेर आफ्नो आवश्यकता अनुसार डिभाइसेसहरु पडकास्टको लागि लिन सक्नुहुन्छ र पडकास्टलाई तपाईले आफ्नो प्रोफेसन, आफ्नो प्यासन अथवा इन्ट्रेस्टको रूपमा युज गर्न सक्नुहुन्छ।